यो 20 को अब हेर्दाखेरि नि यो ए को निर्देशाङ्क भन्ने त ए पोइन्ट को निर्देशाङ्क कति कति छ त 10 हो। हो सर। हो अनि बी को 1 2 3 3 1 हो 31 र त्यसपछि एउटा ओ पनि छ सेन्टर यानि 00 र अर्को के पोइन्ट छ भन्ने नि एउटा सी पोइन्ट दिएको छ। कति छ सी पोइन्टको 0 0 4 04 छन् भनेर लेखेँ। अब यति भइसकेपछि सबैको दुई बिन्दु भएर जाने रेखाको समीकरण निकाल्ने अर्थात् एबी रेखाको समीकरण के हुन्छ फर्मुला y माइनस y1 इज इक्वल टु y2 माइनस y1 बाई x2 minus x माइनस x1। यहाँसम्म क्लियर छ सबैलाई? क्लियर छ सर। यो पोइन्टहरु अलि नोट गर्ले वा स्क्रिनशट ल्याउ त, किनभने पछि पछि तल गइसकेपछि काम लाग्छ। त्यो सोध्छु म, त्यो राख्नुपर्छ भ्यालुहरु। अब एबी मा अब ए को 1 छ, y को 01 अनि यो 2 भनेको बी को 1 माइनस 0 बाई 3 माइनस 1 x माइनस 1। यो y इज इक्वल टु 1 बाई 2 x माइनस 1। यसलाई क्रिस क्रस गर्दा अहिले पनि भिसमा आएन हो नि? आएको छैन सर। आएको छैन। किन आउँदैन? फोन गरेर भन्ने कि आउँदैन भने पढ्दैन नि, अनलाइन पढ्नु। y इज इक्वल टु x माइनस 1 बाई 2। अब यसलाई क्रिस क्रस मल्टिप्लाई गरिदिने, यहाँ 1 थाप्ने अनि क्रस मल्टिप्लिकेसन गर्ने। x माइनस 1 इज इक्वल टु 2y, x माइनस 2y इज इक्वल टु 1। यहाँसम्म क्लियर छ सबैलाई? क्लियर छ सर। ल त्यसपछि यसलाई हामी इक्वेसन 1 मान्दियौ नि, पछितिर लेख्न सजिलो हुन्छ। यसलाई इक्वेसन 1 मान्दिदा पनि हुन्छ, उतातिर लेख्न सजिलो हुन्छ। त्यस्तै यो त एबी लाइनको भयो। अब हामीहरू बीसी को गर्छौं। बीसी रेखाको समीकरण कति हुन्छ? त्यही फर्मुला हुन्छ y माइनस y1 इज इक्वल टु y2 माइनस y1 x2 माइनस x1 अनि x माइनस x1। ल y माइनस y1 को भ्यालु कति छ त? अब भन्ने त्यो पोइन्ट अब म देख्न सक्दैन माथिको। भन त कति कति छ? y minus 1 y माइनस 1 इज इक्वल टु 4 minus 1 4 माइनस 1 0 minus 3 0 माइनस 3 x माइनस x x1 कति minus छ? 3 3। 3 हो सर। ल y माइनस y1 इज इक्वल टु 3y माइनस 3 x माइनस 3। y माइनस 1 इज इक्वल टु यो 3 र 3 लाई क्यान्सल गर्दा, यो दुवै क्यान्सल गर्दा हामीलाई आउने भनेको माइनस x माइनस 3। 1 पनि लेख्न सकिन्छ अगाडि। ल बुझ्नु छ भन्ने 1 पनि लेख्दा केही फरक पर्दैन, मल्टिप्लाई गर्दिन। अब y माइनस 1 इज इक्वल टु माइनस x प्लस 3। अब x प्लस y इज इक्वल टु 3 प्लस 1 अनि x प्लस y इज इक्वल टु 4। इक्वेसन कति? 2। 2 इक्वेसन 2।
अब एउटा अझ छ त हो नि, अर्को पनि छ। अब अर्कोमा ओ र सी को निकाल्दा पनि हुन्छ। एबी गर्यो, बिसी गर्यो, अनि ओसी को गर्ने, वा डाइरेक्ट पनि लेख्न सक्छौ। ओसी को के हुन्छ भने नि, 20 मा आएन अहिलेसम्म हो नि, छैन छैन आएको। सर। ल एकचोटि मैले त उतातिर तिमीहरूलाई स्कुलमा सिकाउँदाखेरि इक्वेसनै गरेर सिकाएको थिएँ, तर पनि नि डाइरेक्ट बुझ्न प्रयास गर्ने। अब सुरुमा सिक्दाखेरि पुरै विस्तृत रूपमा सिकिन्छ। अब त हामीलाई त इक्जाममा टाइम बचाउनु छ नि त, त्यसको लागि अब टाइम बचाउनको लागि हामी डाइरेक्ट अलिकति सिक्छौँ। यो एक्स ड्यास भयो, यो एक्स भयो। यो कन्डिसनमा यो वाइ एक्सिसको इक्वेसन कसरी लेख्न सकिन्छ त्यो भन्ने त कसैलाई थाहा छ भन्ने भन्ने। वाइ एक्सिसको इक्वेसन के हुन्छ? के भन्दैछौ? एक्स इज इक्वल टु 0 हो सर। एक्स इज इक्वल टु 0। अनि त्यसो भए यो एक्स एक्सिसको के हुन्छ? वाइ इज इक्वल टु 0। वाइ इज इक्वल टु 0। एकदम गुड हो। त्यो टाइममा अलिकति मैले बताएर छोडेको थिएँ कि एक्स एक्सिसको इक्वेसन वाइ इक्वल टु 0 हुन्छ, यानि विपरीत। एक्स एक्सिसको वाइ इक्वल टु 0 भइरहेछ, यानि विपरीत छ नि त। त्यस्तै वाइ एक्सिसको, अब एक्स एक्सिसको वाइ इक्वल टु 0 भयो, त्यस्तै एक्स वाइ एक्सिसको एक्स इज इक्वल टु 0 हुन्छ। त्यो कुरा अब यसलाई डाइरेक्ट लेख्न सक्छौँ कि के गर्ने, कि पुरै विस्तृत फेरि दुई बिन्दु भएर जाने रेखाको समीकरण निकाल्ने? आउने भनेको यही हो। अर्थात् भनेको के हो भन्ने नि, सीओ रेखाको समीकरण, सीओ रेखाको समीकरण निकाल्दा त्यही आउँछ, एक्स इज इक्वल टु 0। यसलाई इक्वेसन कति मान्ने? 3 मान्ने। यो डाइरेक्ट लेख्यौँ हामीहरू, यो याद गर्ने। अब तिमीहरू जतिको त मान्छे यो याद गर्न सक्छन्, ठिक छ। नत्र भने आउँदैन भने त्यही हो, दुई बिन्दु भएर जाने रेखाको समीकरण गर्ने अनि निकाल्ने। अलि भास्ट हुन्छ, अलिक लामो हुन्छ, अरू केही प्रब्लम पर्दैन, त्यस्तै हो। अनि त्यसपछि ओ ए रेखाको समीकरण, यो पनि म डाइरेक्ट लेखिदिइरहेको छु। यो वाइ इज इक्वल टु 0, इक्वेसन 4। यहाँसम्म क्लियर छ सबैको? क्लियर छ। ल अब हामीहरू यसलाई शर्तमा बदल्न प्रयास गरिरहेछौँ। शर्तहरू बनाउँदाखेरि अब हामीहरू देख्छौँ, त्यो फिगरलाई राम्ररी देख्ने अनि शर्तहरू लेख्दाखेरि अब के हुन्छ भन्ने त्यो राम्ररी एकचोटि अध्ययन गर्नु पर्यो। जस्तै एबी जुन लाइन छ, एबी लाइनमा हाम्रो टेस्टिङ पोइन्ट यानि जाँच गर्ने बिन्दु 0 0 लिँदा सत्य आउँछ कि असत्य देखिएको छ, त्यहाँ चित्रबाट देख्ने हो। हेलो, हेलो, कोही बोलेन त। सर फेरि भनिदिनु त के भन्नुभयो? ल म चित्र नै बनाइरहेको छु, म बुझिहालेँ। म यहाँ चित्र बनाइदिइरहेको छु। यो वाई डैश, एक्स डैश, यो बरु एक्स, अनि यो पोइन्ट ए ओ, अनि यो बी,
अनि यो पोइन्ट सी। ल यतिकै दिएछ, अरू केही छैन नि। यो यतापट्टि घुमेको छ, यता। अनि त्यसपछि यो जुन छ, यो C को जुन पोइन्ट गइरहेछ यो यतापट्टि घुमेको देखाएको छ, यस्तो घुमेको। यो लाइन जुन छ त्यो माथिपट्टि घुमेको छ, यो लाइन जुन एक्स एक्सिस छ त्यो माथिपट्टि घुमेको छ। जुन वाइ एक्सिस छ, जुन यो वाइ एक्सिस छ त्यो दायाँतिर गएको छ, राइट साइडतिर। अब फेरि म सोधिरहेछु, यो लाइनको एबी लाइनको इक्वेसनहरू भन्ने त तिमीहरू टिपेछौ कि के छ? छैनौ टिपेको भने यहाँबाट लेखेर बोल्नु। टिपेछौ? सर छैन, आज चाहिँ मैले टिपेको छैन। x माइनस 2y एक्समा एकचोटि टिप ल्याउ त, सबैको बुझाउन सजिलो हुन्छ। एक्स माइनस 2y इक्वल टु 1, यो एबी को हो। अनि बीसी को हुन्छ, यहाँ दिएको छ एक्स प्लस वाइ इक्वल टु 4। अनि सीओ को दिएको छ एक्स इज इक्वल टु 0। अनि ओए को दिएको छ वाइ इक्वल टु 0। अब म यतापट्टि लेख्छु सबै इक्वेसनहरू। ल एबी को इक्वेसन भन त के छ दिएको? एबी को इक्वेसन x माइनस 2y इज इक्वल टु 1। एक्स माइनस 2y इज इक्वल टु 1। अनि त्यस्तै बीसी को भन त x प्लस y इज इक्वल टु 4 एक्स अनि प्लस y इज इक्वल टु 4। y इज इक्वल टु 4। यो 4 हो। अनि त्यस्तै यो CO को CO को दिए होला x एक्स इज इक्वल टु इक्वल टु 0। 0। अनि यो OA को, O देखि ए रेखा जुन गइरहेछ नि यो लाइनको कति दिएको छ? y इज इक्वल टु 0। यहाँसम्म क्लियर छ सबैलाई? क्लियर छ सर। ल गुड। अब हामीले यो जुन एबी जुन लाइन छ त्यो कतापट्टि फर्किएको छ? सेन्टरतिर छ कि छैन? एबी छ। भने 0 0 यो जुन यसबाट बनेको जुन सर्त होला, इनइक्वालिटी होला, त्यसमा टेस्टिङ पोइन्ट 0 0 राखिसकेपछि त्यो सत्य आउँछ कि असत्य आउँछ? 0 0 राखिसकेपछि अहिले पनि बुझेनौ, बिर्सिहालेछौ जस्तो लाग्छ मलाई। यो जब 0 0 तिर यसको मुख कब फर्केको हुन्छ? जब टेस्टिङ पोइन्ट 0 0 राखेर सत्य आएको हुन्छ। जुन बिन्दु राखेर सत्य आउँछ त्यतितिर त्यसको मुख फर्केको हुन्छ। याद गर त, जुन पोइन्ट राखेर यो लाइनको इनइक्वालिटीमा जुन यानी 0 0 पोइन्ट राखेर सत्य भएको छ भने 0 0 तिर मुख फर्किन्छ। त्यो कारणले गर्दा यो सत्य हुन्छ। अनि अब सत्य पार्नको लागि अहिले पनि बुझेनौ? याद आएन भनेको कुरा त्यो टाइमको? बुझ्यो सर। किनभने एक्स माइनस 2y इज इक्वल टु लेस देन अर इक्वल टु 1 राख्छु। यो लाइनको भइरहेछ, एबी लाइनको लागि छ। एबी लाइनको भने यो जुन इनइक्वालिटी एबी को आयो त्यसमा टेस्टिङ पोइन्ट 0 0 राख्दा हेर त के आउँछ? यो 0 भइहाल्छ, -2 इन्टु 0 अनि यो 1 0 लेस देन अर इक्वल टु 1। यो सत्य हो कि असत्य हो? सर यो सत्य हो। यो सत्य हो। अनि नि यसको यो जुन मुख छ भन्ने यो कतापट्टि घुमेको छ? यो 0 तिर घुम्यो, हो कि होइन? हो कि होइन?
हो हो त त्यसको एउटा इनइक्वालिटी यो आउँछ एबी रेखाको रेखाको कति हुन्छ x माइनस 2y इज लेस देन अर इक्वल टु 1 क्लियर छ क्लियर क्लियर छ छ नि हो यो एकदम क्लियर विस्तृत र एकदम डीप कुरा बुझिरहेछौँ यो सानोतिनो कुरा होइन फेरि यहाँ यो हिसाब पनि एकदम पुरै डीप छ यो छिटो बन्दैन धेरै विद्यार्थीहरूसँग नर्मल हिसाब त्यस्तो छैन अब बीसी रेखाको बीसी रेखाको हेर त बीसी रेखा कहाँ घुमेको छ त्यो पनि 0 मा नै घुमेको छ कि छैन 0 पोइन्टमा राखेर नै घुमेछ छ हो त बीसी रेखाको इक्वेसन यो हो कि होइन हो त त्यो कुन समयमा सत्य हुन्छ यही समयमा सत्य 0 हुन्छ यस्तो गर्दा सत्य आउँछ जस्तो यसलाई चेक गर्ने हो भने यतातिर रफतिर गर्न सकिन्छ x प्लस वाई इज लेस देन अर इक्वल टु 4 अब 0 टेस्टिङ पोइन्ट लियो भने यो पनि 0 प्लस 0 लेस देन इक्वल टु 0 0 इज इक्वल टु लेस देन इक्वल टु 4 यो सत्य हो कि असत्य हो सत्य हो गुड हो त्यही कारणले मैले यस्तो लेखेँ अब फेरि अब त यो दुईटा लाइन थियो भन्ने भयो तर अब दुईटा एक्सिस बचेको छ त्यो एक्सिसलाई कसरी लेख्ने त जस्तो सिओ रेखाको के लेख्ने एकचोटि आफै प्रयास गर त तिमीहरू के लेख्न सकिन्छ यो 0 मा लगायो यक्स X is smaller or equal to 0. तिमीहरू भन न के लेख्न सकिन्छ एकचोटि यता रफतिर अब हेरौँ ठिक छ रफतिर हेर्दाखेरि हाम्रो इक्वेसन के दिएछ x इज इक्वल टु 0 अब यो x इज इक्वल टु 0 दिएको कन्डिसनमा हामीलाई के लिएर आउनु छ भन्ने नि अब कुन पोइन्ट राखेर सत्य असत्य हेर्ने त त्यो एकचोटि भन्देऊ त तिमीहरू किनभने यसको लागि पनि बताइसकेछु म कुन पोइन्ट राख्ने जब सेन्टरैबाट त्यो लाइन यदि गुज्रिन्छ सेन्टरबाट भएर गइरहेछ त्यो लाइन भने त त्यो कन्डिसनमा कुन पोइन्ट राखिन्छ भनेछु मैले अब यदि टेस्टिङ पोइन्ट 0 लियो भने त यो त 0 यता पनि आइहाल्छ 0 उता पनि आइहाल्छ 0 इज इक्वल टु 0 आइहाल्छ यसमा सत्य र असत्यको कुरै आउन सक्दैन हो कि होइन हो त्यो बेला नि 1 लिनुपर्छ के त्यो बेला यहाँ पर्ने कुनै पोइन्ट होला 1 त्यसमा चेक गर्ने अनि त्यसमा चेक गर्दाखेरि अब 1 राख्दा यतापट्टि 1 आउँछ र यतापट्टि 0 भन्ने यो कन्डिसन हुँदाखेरि सत्य हुन्छ हो कि होइन यस्तो हुँदाखेरि नि सत्य हो यसलाई अब के गर्ने x इज ग्रेटर देन अर इक्वल टु 0 बुझ्यो नबुझ्दा त्यही रोक्ने नत्र भने यो गम्भीर समस्या हुन्छ फेरि पछितिर त एकदम डिप छ यो अब अर्को लाइनको लागि ओए रेखाको ओए रेखाको के हुन्छ अब तिमीहरू भन्देऊ त y इज इक्वल टु 0 छ भने त्यसलाई कसरी लेख्ने त्यसलाई पनि 1 राख्नुपर्छ So 1 is greater than or equal to 0. यहाँ 1 आउँछ र 1 इज ग्रेटर देन अर इक्वल टु 0 अनि नि यो सत्य हुन्छ त्यही कारणले y इज ग्रेटर देन अर इक्वल टु 0 यो हाम्रो इनइक्वालिटी आयो एन्सरमा जुन निकाल्न भनेको छ अझ के निकाल्न भनेछ अब एकचोटि अझ हेर्दैनौँ
अब निकाल्न के भनिरहेछ भने नि मेक्सिमम र मिनिमम भ्यालु निकाल्न भनिरहेछ। अब निकाल्न सकिन्छ कि कसो? जस्तो यो जुन ओ पोइन्ट छ यो 0 0 छ अनि ए को कति छ निर्देशांक भन त? कोर्डिनेट ए को कोर्डिनेट 1 0 A को 1 0 1 0 हो सर। 1 0 अनि बी को बी B को को 3 1 3 1 3 अनि 1 3 1 अनि यो सी को 0 4 हो। 0 0 4 ल गुड। अब हामीले के सिके थियो त? एउटा टेबल निर्माण गर्ने अनि त्यो टेबलमा यो यस्तो टेबल उद्देश्य फलनमा राखेर मान निकाल्दिने हो। धेरै कुरा अब छैन। यस्तो एउटा टेबल निर्माण समीकरण गर्ने। यहाँ बिन्दुहरू यहाँ उद्देश्य के फलन। उद्देश्य फलन कति छ त? एकचोटि भन्देऊ त। दिएको छ जेड एक्स वाई इज इक्वल टु कति छ त? इक्वल टु 3x 3x plus 3x plus 2y 2y 2y। गुड। यति भइसकेपछि एउटा त ओ पोइन्ट छ जसको निर्देशांक 0 0 छ। त्यसपछि अरु के छ? ए पनि छ। ए को कति कति ए छ छ त? 1 0 1 0। 2 को कति 1 छ त? 0 बी को 3 1 3 1 3 1 अनि सी को 0 4 0 4 0 4। गुड। यहाँ यति भइसक्यो। अरु त पोइन्ट छैन नि? छैन। अब यो उद्देश्य छैन सर फलन मान राख्ने निकाल्ने 3 into 0 plus 2 into 0 2 into 0 is equal to 0 अनि 0 3 into 1 plus 2 into 0 that is equal to 3 and again 3 into कति? 3 plus 2 into 1 is equal to 3 3 9 10 11 हो नि? 3 into 0 plus 2 into 4 is equal to 4 दुनी 8 हो। यो के हुन जान्छ नि त्यहाँ? यो तिम्रो मिनिमम हुन्छ हो कि होइन? यो म्याक्सिमम हुन्छ। भयो त? निस्कि त हाल्यो। अब पनि लेख्न सक्छौ कि लेख्न सक्दैनौ यसको अर्थ? सक्छ अब सक्छौ सर। के लेख्ने भन्देऊ त एकचोटि? अत न्यूनतम अत बिन्दु दिएको लेखचित्रबाट उद्देश्य फलन जेड एक्स वाई इज इक्वल टु 3x plus 2y का शर्तहरूको अधिकतम शर्तहरू x minus 2y is smaller than or equal to 1, x plus y is smaller than or equal to 4, x is greater than or equal to 0, y is greater than or equal to 0 र अधिकतम मान भयो भयो। तिमी रुक 11 or 3 1 आयसालाई बोल्न देऊ त। भन त आयसा। सर त्यो उयो अधिकतम र न्यूनतमको दिएको लेखचित्रबाट अधिकतम बिन्दुको मान 11 जुन बिन्दु 3 1 मा पर्छ र न्यूनतम भनेको 0 जुन 0 0 मा पर्छ। गुड। त्यस्तै लेख्ने। के लेख्ने हो भने नि अत अत उक्त उद्देश्य फलन को मान मैक्सिमम मान अधिकतम मान 11 बिन्दु कतिमा छ त? बिन्दु 3 1 मा 3 1 र न्यूनतम मान बिन्दु कतिमा छ? 0 0 0 0 मा
पर्दछ भयो। त्यो शर्तहरूको त पहिला नै विपिन, त्यो शर्तहरू नि पहिला नै एन्सर गरिदिएछौँ त हामी यहाँ माथि हेर त। त्यो शर्तहरू भनिराख्नु पर्दैन। किन भन्नु पर्यो? हामीले ए जति जति सानो वाक्य लेख्छौँ त्यतिकै टाइम बच्छ। किन न 3 सेकेन्ड बच्ला, 3 सेकेन्ड त बच्छ नि अरूको लागि। त्यो लेन्दी नलेख्ने, अत लेख्दाखेरि नि ठ्याक्कै सर्ट लेख्ने, मिठो लेख्ने, जे कुरा बताउन चाहन्छु त्यतिकै लेख्ने। धेरै लेन्दी नबनाउने के भाषालाई। अब धेरै लेन्दी बनाउँदा केही फाइदै हुँदैन। सर्टमा जति लेख्यो त्यतिकै। ल अरू कुनै छ र? अब हाम्रो 6 मिनट अझ छ, नत्र भने फेरि अर्को जुम क्लास स्टार्ट गर्नुपर्छ, फेरि अर्को लिङ्क सेन्ड गर्नुपर्छ। यही हो मेन प्रब्लम यसको त। अरू कुनै छ विपिन? अर्को 21 नम्बरको पनि सर मलाई त आएन। 21 नम्बर चित्रमा एउटा अनुपातिक फलनको लेखाचित्र दिएको छ। ठिक छ। उक्त लेखाचित्र एकछिन आरएचएस दुवैलाई हल गरेर सोल्भ गरेर अनि पुर्याउन सकिन्छ। त्यो कारणले गर्दा म के गरिदिरहेको छु नि, एलएचएस इज इक्वल टु कति छ त 2 साइन स्क्वायर पाई बाई 4 माइनस ए यो दिएको छ। यसलाई 2 साइन स्क्वायर 45 डिग्री माइनस ए अनि त्यसपछि 2 अनि साइन ए माइनस बी को फर्मुला हुन्छ साइन ए कस बी माइनस साइन बी यानी ए अनि कस ए यानी 45 डिग्री को होल स्क्वायर। कोही भन्छ यो होल स्क्वायर कसरी आयो? हेलो सर माथि साइन स्क्वायर छ नि त। हो, यो स्क्वायर भएको कारणले गर्दा यहाँ पनि होल स्क्वायर आयो। 2 अनि यसको भ्यालु हुन्छ 1/√2 इन्टु कस ए माइनस साइन ए इन्टु 1/√2 को होल स्क्वायर। अब म के गर्छु 1/√2 कमन तान्छु भने कस ए माइनस साइन ए अनि यसको होल स्क्वायर बन्छ। त्यसपछि 2 इन्टु 1/√2 को होल स्क्वायर इन्टु कस ए माइनस साइन ए को होल स्क्वायर भइहाल्छ। यहाँसम्म कसैलाई प्रब्लम? छैन सर। 2 इन्टु यो 1/√2 को होल स्क्वायर छ भने 1/2 गरिदिने अनि यसको फर्मुलामा लेख्ने। फर्मुला लेख्दा कस स्क्वायर ए प्लस साइन स्क्वायर ए माइनस 2 कस ए साइन ए यो कुन फर्मुलामा गयो त? ए प्लस बी को होल स्क्वायर को फर्मुलामा। ए माइनस बी को होल स्क्वायरमा हो, ए माइनस बी को होल स्क्वायर को फर्मुलामा 2 ले 2 काट्दिने अनि यहाँदेखि यहाँसम्मको भ्यालु कति आइहाल्छ त? 1 अनि साइन 2a लेख्न मिल्छ, हो कि होइन? हो सर। अब मैले यहाँसम्म गर्दा पनि यहाँ आरएचएस मिल्ने खालको देखिएन। देखियो त? देखिएन सर। भन्ने अब म के गर्छु, यो आरएचएस लाई पनि यहाँबाट तलपट्टि सोल्भ गर्छु। आरएचएस इज इक्वल टु 1 माइनस tan a को होल स्क्वायर बाई 1 प्लस tan स्क्वायर ए। यतिकै हो? हो सर। ल
अब यसलाई गर्दाखेरि हाम्रो सोल्भ गरेर आएको एलएचएस साइनमा छ भने यो ट्यानबाट साइन कसतिर लगिहाल्ने। त ट्यानबाट साइन कसमा लाग्दा साइन ए बाई कस ए cos A को होल स्क्वायर अनि त्यसपछि 1 माइनस साइन स्क्वायर ए बाई प्लस कस स्क्वायर ए, यहाँ प्लस इज इक्वल टु, त्यसपछि अब एलसिएम लिने यिनीहरूको एलसिएम लिँदाखेरि कस ए माइनस साइन ए minus sin A होल स्क्वायर upon बाई कस स्क्वायर। अनि मैले एलसिएम लिएर एक स्टेप अझ गइरहेको छु अगाडि, एकैचोटि यसलाई के गरिदिरहेको छु, हुन्छ सर। पल्टाइदिरहेको छु। त माथि आइहाल्छ कस स्क्वायर ए बाई कस स्क्वायर ए प्लस साइन स्क्वायर ए। क्लियर? क्लियर सर। अब यो जुन छ होल स्क्वायरको फर्मुलामा लगिदिने कस स्क्वायर ए प्लस साइन स्क्वायर ए माइनस 2 साइन ए कस ए हो नि। अनि हो सर। यो यसको भ्यालु कहाँ गयो त? यो त 1 भइहाल्छ 9 क्लासको फर्मुला 1 अनुसार, भयो। हो कि होइन? हो सर। अनि यो पनि त 1 भइहाल्छ यहाँदेखि यहाँसम्मको भ्यालु, 1 माइनस साइन 2a हो। अब हो सर। हेर्ने एलएचएस र आरएचएस इक्वल भयो कि भएन त? भयो। अनि यो कन्डिसनमा मैले पहिला पनि सिकाएछु कि के सिकाएछु भने हेन्स लेख्ने वा देयरफोर लेख्ने वा त एलएचएस इज इक्वल टु आरएचएस प्रुभड भइहाल्यो। प्रुभड। क्लियर? कस्तो मजाको नि भयो।